Hello everyone and welcome to our मेरो स्कुल प्लेटफर्म। यस भिडियोमा हामी च्याप्टर 1 अफ एप्लाइड मेकानिक्सबाट एक्जाममा कस्तो खालको क्वेशनहरु सोधिन्छ त्यो कुरा डिस्कस गर्न गइरहेका छौं। सो यसको लागि हामीले केही 3-4 वटा क्वेशनहरु यहाँ टिपेका छौं र यी क्वेशनहरु हामीले पास्ट इयर क्वेशन पेपरहरुबाट संकलन गरेका हौं। अब क्वेशन नम्बर 1 मै हेरौं के छ। क्वेशन नम्बर 1 मा सोधिएको छ डिफाइन पार्टिकल एन्ड रिजिड बडी। अब यिनीहरुको बारेमा डिटेलमा जान्नको लागि च्याप्टर 1 कै प्रिभियस भिडियोहरु हेर्नु होला। अब यो पार्टिकल एन्ड रिजिड बडी को बारेमा भन्नु पर्दाखेरि रिजिड बडी भनेको कस्तो खालको बडीलाई भनिन्छ त यो चाहिँ धेरै वटा पार्टिकलहरुको कम्बिनेसन हो। सो यो भयो रिजिड बडी र यसमा जुन यो सानो सानो डटहरु छ यो पार्टिकल भयो। दैट इज पार्टिकल भनेको स्मलेस्ट युनिट अफ रिजिड बडी भयो। अब पार्टिकल मिलेर रिजिड बडी बनेको हुन्छ र यसको बेसिक फिचर के हुन्छ त यसमा हामीले जति पनि फोर्सेस मोमेन्ट्सहरु एप्लाई गर्छौं यी फोर्सेस मोमेन्ट्स र डिस्टर्बेन्सेसहरुले गर्दाखेरि यहाँ रहेको पार्टिकलको ओरिएन्टेसन पोजिसन चेन्ज हुँदैन अथवा कुनै पनि दुईटा पार्टिकल बीचको डिस्टेन्स जुन छ यो फिक्स रहन्छ इभन आफ्टर एप्लिकेसन अफ अ नम्बर अफ फोर्सेस एन्ड मोमेन्ट्स इन दिस रिजिड बडी। सो यस्तो खालको बडीलाई नै रिजिड बडी भनेर भन्छौं र पार्टिकल भनेको रिजिड बडीकै एउटा स्मलेस्ट युनिट भयो। सो यो थियो हाम्रो क्वेशन नम्बर 1 को बारेमा। यी कुराहरुलाई नै मिलाएर लेख्न सकिन्छ थ्योरीमा। सो जेनरली यस्तो क्वेशनहरु 1 or 2 मार्क्समा सोध्ने गरिन्छ। अब अर्को छ हाम्रो एक्सप्लेन द प्रिन्सिपल अफ मेकानिक्स भनेर क्वेशन नम्बर 2 मा। अब त्यस्तै क्वेशन नम्बर 3 मा पनि हेर्ने हो भने एक्सप्लेन इन ब्रीफ अबाउट फन्डामेन्टल कन्सेप्ट एन्ड प्रिन्सिपल अफ मेकानिक्स भनेर सोधिएको छ। सो दुवै क्वेशनमा बेसिकली हामीले जुन 6 वटा फन्डामेन्टल प्रिन्सिपल अफ मेकानिक्स छन् त्यो कुरालाई एक्सप्लेन गर्नुपर्ने हुन्छ र अझै यो फन्डामेन्टल कन्सेप्टको बारेमा डिटेलमा बुझ्नको लागि च्याप्टर 1 को प्रिभियस भिडियोहरु हेर्नु होला। अब प्रिन्सिपल अफ मेकानिक्स हामीसँग 6 वटा छन् र त्यसलाई मैले यहाँ स्टेट मात्रै गरिरहेको छु। सो फर्स्टमा छ प्यारालेलोग्राम ल अफ फोर्सेस। प्यारालेलोग्राम ल अफ फोर्सेस। सो प्यारालेलोग्राम ल अफ फोर्सेस को हामीले स्टेटमेन्ट लेख्नु पर्यो र यसलाई अलिकति एक्सप्लेन पनि गरिदिनु पर्यो। अब के भन्छ त यो प्यारालेलोग्राम लले? सो यसले भन्छ यदि कुनै पनि दुईटा कन्करेन्ट फोर्स को यदि P र Q यस्तो छ भने सो यो दुईटा कन्करेन्ट फोर्स जुन छ यसको रिजल्टेन्ट जुन छ R, यो रिजल्टेन्ट R भनेको डायगोनल अफ प्यारालेलोग्राम हुन्छ। कस्तो खालको प्यारालेलोग्राम त जसको साइड्स भनेको यी फोर्सेस हुन्छ। सो यो भन्छ हाम्रो प्यारालेलोग्राम ल अफ फोर्सेसले। त्यस्तै अर्को प्रिन्सिपल छ प्रिन्सिपल अफ ट्रान्समिसिबिलिटी। अब यो प्रिन्सिपल अफ ट्रान्समिसिबिलिटीले के भन्छ त कुनै पनि बडीमा एउटा फोर्स यसरी एक्ट भइरहेको छ भने यो फोर्स P अब यो फोर्सलाई हामी ट्रान्सफर गर्न सक्छौं। कसरी भन्दाखेरि यो फोर्सको सेम म्याग्निट्युड र सेम डाइरेक्सन सेम लाइन अफ एक्सनमा बट एट डिफरेन्ट पोइन्ट हामी यसलाई ट्रान्सफर गर्न सक्छौं। दैट मीन्स द फोर्स एक्टिङ P लाइक दिस क्यान बी अल्सो सोन लाइक दिस। सो यही नै हो हाम्रो प्रिन्सिपल अफ ट्रान्समिसिबिलिटी र यसको एप्लिकेसन हामी फर्दर च्याप्टरहरुमा राम्रोसँग बुझ्ने छौं। थर्ड प्रिन्सिपल भनेको हो न्यूटन्स लज अफ मोसन। अब न्यूटन्स लज अफ मोसनमा हामीसँग अल टुगेदर 3टा लजहरु छन्। फर्स्ट ल, सेकेन्ड ल, थर्ड ल। अब 3टै ललाई हामीले राम्रोसँग एक्सप्लेन गर्नुपर्ने हुन्छ। अब फर्स्ट ल के कुरा गर्ने हो भने फर्स्ट लले के भन्छ त फर्स्ट लले भन्छ कि कुनै पनि बडी जो कि रेस्टमा छ अथवा मोसनमा छ त्यो बडी रेस्ट र मोसनमै रहिरहन्छ अनलेस एन्ड अन्टिल हामीले एक्सटर्नल कुनै फोर्स त्यसमा एप्लाई गर्छौं र एक्सटर्नल फोर्स एप्लाई नगरुन्जेलसम्म त्यो बडीको जुन मोसन छ त्यो अब मोसनमा होस् चाहे रेस्टमा होस् त्यसको जुन स्टेट छ त्यो त्यही नै रहिरहन्छ। सेकेन्ड लले भन्छ कि जुन हामीले फोर्स एप्लाई गर्यौं सपोज एउटा बडी हाम्रो रेस्टमा छ यसमा हामीले यो डाइरेक्सनमा फोर्स एप्लाई गर्यौं फोर्स एप्लाई गरेपछि यो बडी मोसनमा आउँछ मोसनमा आएपछि यसले एक्सेलरेसन डेभलप गर्छ र यो एक्सेलरेसन यो फोर्सकै डाइरेक्सनमा एप्लाई भइरहेको हुन्छ दैट इज F proportional to A or F equals to MA। सो यो भन्छ सेकेन्ड लले। त्यसै थर्ड लले भन्छ एभ्री एक्सन हैज इक्वल एन्ड अपोजिट रिएक्सन। सो कुनै पनि बडी जो सपोज यो ग्राउन्डमा रेस्ट गरिरहेको छ भने यो बडीको आफ्नो वेट जुन छ यो वेट ग्राउन्डतिर गइरहेको हुन्छ भने ग्राउन्डले पनि यसको अपोजिटमा एउटा रिएक्सन डेभलप गर्छ र यो जुन छ वेटकै बराबर र अपोजिट डाइरेक्सनमा एक्ट हुन्छ। सो यस्तो एभ्री एक्सन हैज इक्वल एन्ड अपोजिट रिएक्सन भनेर न्यूटनको थर्ड ल भयो। सो यी तीनटा लहरुलाई हामीले पोइन्ट 3 मै इन्क्लुड गर्न सक्छौं। सो यो न्यूटन्स लज अफ मोसन भित्र हामीसँग तीनटा डिफरेन्ट प्रिन्सिपल हुने गर्छ र त्यसपछि चौथो अथवा लास्ट प्रिन्सिपल भनेको हुन्छ न्यूटन्स ल अफ ग्रेभिटेसन।
न्युटन्स ल अफ ग्राभिटेसनले के भन्छ त कुनै पनि दुईटा अब्जेक्ट जसको मासेस छ m1 र m2 र यो दुईटा मासेसको सेन्टर टु सेन्टर मानौ d छ भने यो मास m1 ले m2 मा एउटा फोर्स एक्सर्ट गर्छ f भने m2 ले पनि m1 मा सेम फोर्स इन अपोजिट डाइरेक्सन एक्सर्ट गर्छ दैट इज -f बराबरको फोर्स एक्सर्ट गर्छ इन दिस डाइरेक्सन र यो फोर्सको भ्यालु हुन्छ f भनेको हुन्छ gm1 m2 upon d स्क्वायर जहाँ g भनेको युनिभर्सल ग्राभिटेशनल कन्स्ट्यान्ट हो। सो यसरी हामीसँग अल टुगेदर 6 वटा प्रिन्सिपल अफ मेकानिक्स छन् र यी सबै प्रिन्सिपललाई हामीले राम्रोसँग स्टेट गर्दै र एक्सप्लेन गर्दै यस्तो खालको क्वेशनको एन्सर गर्नुपर्ने हुन्छ र यही नै थियो क्वेशन नम्बर 2 र क्वेशन नम्बर 3 को पनि बारेमा। अब यिनहरुको बारेमा डिटेलमा बुझ्नको लागि च्याप्टर 1 कै प्रिभियस भिडियोहरु हेर्न सक्नुहुन्छ। त्यस्तै एउटा अर्को टाइप अफ क्वेशन नै सोध्न सकिन्छ च्याप्टर 1 बाट, त्यो हो एक्सप्लेन रिजिड एन्ड डिफर्मेबल बडीज। अब रिजिड एन्ड डिफर्मेबल बडीज भनेको रिजिड बडी भनेको त हामीले क्वेशन नम्बर 1 मै राम्रोसँग बुझेका थियौं। डिफर्मेबल बडीज भनेको यस्तो बडी जसमा फोर्स एप्लाई गरेपछि त्यसमा रहेको पार्टिकलहरुको पोजिसन चेन्ज भइहाल्छ अथवा त्यो बडी डिफर्म हुन्छ आफ्टर द एप्लिकेसन अफ फोर्सेस एन्ड मोमेन्ट्स इन दैट बडी। सो यस्तो खालके बडीलाई डिफर्मेबल बडीज भनिन्छ। सो यिनीहरुलाई नै हामीले राम्रोसँग एउटा कुनै इलुस्ट्रेसनको साथ एक्सप्लेन गर्न सक्छौं र डिटेलमा बुझ्नको लागि च्याप्टर 1 कै प्रिभियस भिडियोहरु हेर्न सक्नुहुन्छ र यो जुन 4 नम्बर छ यसलाई डिफरेन्स बिट्विन रिजिड एन्ड डिफर्म बडीज सो यस्तो तरिकाले पनि सोध्न सकिन्छ। सो यस्तो खालको क्वेशनहरु जनरली 1 2 अर धेरै भन्दा 3 मार्क्समा सोध्ने गरिन्छ एक्जाममा। सो यो थियो हाम्रो च्याप्टर 1 अफ एप्लाइड मेकानिक्स को बारेमा। अब अपकमिङ भिडियोमा हामी च्याप्टर 2 स्टार्ट गर्न छौं पढ्नलाई र यसरी नै यो एप्लाइड मेकानिक्स को कोर्सलाई कन्टिन्यू राख्ने छौं। थ्यांक यू।